अब यही गरिमालाई चाहिँ यो लिगेसीलाई मेन्टेन गर्ने गरेर र अझ नम्बर 1, 2, 3 भित्रै आउने गरेर चाहिँ कसरी हुन्छ अगाडि आउने गरेर अबको कार्य समिति हामी निर्वाचन मण्डललाई दिएको अभिभारा अनुसार हामीले एउटा चाहिँ प्रारम्भिक मस्यौदा तयार पारेका छौँ। यो प्रारम्भिक मस्यौदामा हामीले फेरि पनि केही अमेन्डमेन्ट केही गर्न पर्ने अवस्थामा हामी ओपन छौँ। तर पनि हाम्रो जुन व्यवस्थापन छ यसले चाहिँ सबै साथीहरूलाई समेटेर राम्रै गरेका छ, सबैलाई चाहिँ विन विन बनाएको छ भन्ने हामीले विश्वास गरेका छौँ। र अब हामीलाई दिएको जिम्मेवारी अनुसार र हाम्रो क्लबको परम्परा अनुसार नेतृत्वमा आउने व्यक्तिहरू विभिन्न चाहिँ तालिमहरूमा चाहिँ सहभागी हुनुभएको, जस्तो अध्यक्षमा हुनको लागि जस्तो इएलएलाई तालिम लास्ट इयर भएको थियो, त्यो तालिममा सहभागी भएको, त्यो लिडरसिपमा आउने व्यक्तिलाई चाहिँ त्यो अनिवार्य गरेको हुँदाखेरि चाहिँ हामीले त्यो अनुसार चाहिँ अब यहाँ सेलेक्ट गरेका छौँ। अध्यक्षको लागि लाइन वर्ष 2025-26 को लागि अहिले 2024-25 का प्रथम उपाध्यक्ष लाइन सुदर्शन पौडेललाई चाहिँ 2025-26 को लागि उहाँ चाहिँ ग्याप पनि भन्छ है, ग्लोबल एक्सन टिमहरुको चाहिँ तपाईँ प्रमुख पनि हो क्लबको। ग्लोबल एक्सन टिम भनेको चाहिँ तपाईको सर्भिस, तपाईको मेम्बरशिप ग्रोथ, हजुरको चाहिँ लिडरशिप, यो सबै तपाईको नेतृत्वमा हुन्छ है। ग्याट भन्छ यो चाहिँ इन्टरनेसनलको एकदम ठुलो प्रोटोकलहरु हो है। नेपालमा यो ग्याटको चाहिँ एरिया लिडर भनेर खगेन्द्र सिटौला भन्ने मान्छे छन् के है, त्यो पद हो। तपाईले यी सबै कुराहरुलाई समेट्नु पर्ने हुन्छ। त्यसैगरी निवर्तमान अध्यक्ष विक्रम सापकोटा, लाइन विक्रम सापकोटा, उहाँ एलसीआईएफ को कोअर्डिनेटर हुनुहुन्छ है। एलसीआईएफ कोअर्डिनेटर भनेको खास गरेर यो लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत नै रहेको यो एउटा चाहिँ लायन्स को यो गुठी छ छुट्टै है। यो गुठीका लागि चाहिँ उहाँले चाहिँ व्यवस्थापन गर्नका लागि साथीहरुसँग, जस्तो हामीले चाहिँ यो वर्ष मात्रै 5 जना साथीहरुले एलसीआईएफ मा कन्ट्रिब्युसन गरेका थियौं। त्यही भएर हाम्रा नामका अगाडि एमजीएफ हुन्छ कि है। त्यस्तै अब यो वर्ष चाहिँ अब विक्रम सर अध्यक्ष हुँदाखेरि हामीले यो गरियो भने अब यहाँ एलसीआईएफ कोअर्डिनेटरै बनाउँदाखेरि यो 5 को 10 हुन्छ। लेट्स सी हेरौं है, कोअर्डिनेटर हुनुहुन्छ। त्यसै गरेर प्रथम उपाध्यक्ष अहिलेको यो वर्षका चाहिँ द्वितीय उपाध्यक्ष रामकुमार चौहान, उहाँ बिरामी भरौको खुट्टाको शल्यक्रियापछि अहिले घरमा आराम गरिरहनु भएको छ र उहाँलाई सित हाम्रो कम्युनिकेसन भएर नै हामीले यो निर्णय गरेका हौं। त्यसैगरी उहाँ चाहिँ लिडरशिपको हुनुहुन्छ। अब सुभाष गौतमलाई हामी द्वितीय उपाध्यक्ष, अहिलेको चाहिँ वर्षका तृतीय उपाध्यक्ष हुनुहुन्छ सुभाष गौतम सर। तपाईले चाहिँ सर्भिसका एक्टिभिटीहरु, मेम्बरशिप ग्रोथका कुराहरुमा एकदमै ध्यान दिनुपर्ने हुन्छ भने तृतीय उपाध्यक्षमा वर्तमान एकदमै अहिलेको कार्यकालको कुशल सचिव, लास्ट इयरको कार्यकालको कुशल कोषाध्यक्ष यस्ता व्यक्तित्व हुनुहुन्छ। देवी प्रसाद पौडेल सर, लाइन देवी प्रसाद पौडेल सरले तृतीय उपाध्यक्ष कृपया उठिदिनुहोला। त्यसैगरी सचिवमा यो वर्ष 2024-25 मा सफल कोषाध्यक्षको रूपमा उहाँ चाहिँ डिस्ट्रिक्टले पनि अवार्ड गरिसकेका छ यसलाई। त्यस्तो व्यक्तित्व हुनुहुन्छ लाइन प्रकाश सुवेदी, त्यस्तै सहसचिवमा एकदम यो के हो त भने लायन्स भनेको ट्रेडिसन एन्ड इन्डिभिजुअल ट्यालेन्ट हो हैन। हाम्रो चाहिँ अलि अगाडिदेखि चाहिँ लाग्नुभएका सरहरू चाहिँ ट्रेडिसन अन्तर्गत पर्यौं भने नयाँ आउनुभएको सरहरूलाई पनि ट्र्याक ओपन गर्नुपर्छ। त्यसैले लाइन डाक्टर हरि अधिकारी हाम्रो चाहिँ इन्डिभिजुअल ट्यालेन्ट हैन, एकदम एक्स्ट्रा अर्डिनरी अब क्लबलाई अगाडि हाँक्नको लागि
त्यसै गरी कोषाध्यक्ष लायन भीम सुवेदी हाम्रो गौरव हो उहाँको क्लब खोल्नेको लागि हामी चाहिँ पूर्व अध्यक्ष भनेर मक्ख परेका छौँ अहिले है। हाम्रो चाहिँ चार्टर मेम्बर हुनुहुन्छ। अब पहिला प्रथम उपाध्यक्षसम्म भइसक्नु भएको विभिन्न परिस्थितिले अब म अहिले चाहिँ ब्याक हुन्छु साथीहरू तपाईँहरू फ्रन्टमा जानुहोस् भनेर हामीलाई चाहिँ अगाडि चाहिँ छोडिदिनु भयो। अहिले आएर फेरि चाहिँ उहाँ चाहिँ कोषाध्यक्ष त्यसै गरी सहकोषाध्यक्ष हाम्रो एकदमै यङ हो इनर्जेटिक हो है। उहाँलाई चाहिँ एउटा चाहिँ प्रोग्राम कोर्डिनेटर दिन पर्ला भन्ने थियो तर पनि नेत्र पौडेल लायन नेत्र पौडेल बाजा बज्यो भने नाचेको नाचे गीत गायो भनेदेखि चाहिँ बाटोमा अहिले गीत गायो भने त माइक खोजेर आफै गाइदिनु है। एकदमै फन्नी फेलोसिपको लागि यो सांस्कृतिक कार्यक्रमको लागि कार्यक्रममा त्यस्तो व्यक्तित्व हुनुहुन्छ नेत्र पौडेल आज विशेष कारणले अनुपस्थित हुनुहुन्छ। त्यस्तै गरी अब हाम्रा यो लायन्स अन्तर्राष्ट्रियले दिएका केही पदहरू छन्